नमस्कार, सिक्किम न्यूज 24 मा यहाँहरूलाई स्वागत छ। आज अन्तर्राष्ट्रिय योग दिवस अथवा इन्टरनेशनल डे अफ योगा हो। अनि योग भन्ने बित्तिकै अथवा योगा भन्ने बित्तिकै अथवा फिटनेस भन्ने बित्तिकै तपाईहरुको मनमा के आउँछ भने एउटा फिट मान्छे, एउटा हेल्दी मान्छे भनेर तपाई एउटा कल्पना गर्नुहुन्छ। तर आज भने म तपाईलाई विशेष गरेर यो जुन स्पेशल स्कुल फर डिसेबिलिटिज भन्ने छ, यानी कि दिव्याङ्गजनहरूको लागि, दिव्याङ्ग नानीहरूको लागि यो एउटा स्पेशल स्कुल छ। यो अप्पर स्यारीमा रहेको छ अनि यो वुमेन एन्ड चाइल्ड डेभलपमेन्ट डिपार्टमेन्टको अन्तर्गतमा पर्ने स्कुल हो। यहाँ लिएर आएको छु अनि यहाँको नानीहरूलाई जति पनि यहाँनिर दिव्याङ्ग नानीहरू हुनुहुन्छ उहाँहरूको निम्ति पनि योगा सेसन्स आज यहाँनिर आयोजना भएको छ। र यो जुन आयोजना गर्ने स्पेशल ओलम्पिक भारतको पहलमा उहाँहरूले यो आयोजना गर्नुभएको छ योग दिवसको। भने यहाँभित्र जुन स्कुल छ यहाँनिर यति बेला योगा सेसन्सहरू चलिरहेको छ अनि हामी तपाईलाई त्यहाँबाट नै देखाउनेछौँ कि कुन प्रकारले यहाँनिर योगलाई आज जुन अन्तर्राष्ट्रिय योग दिवस छ यसलाई यहाँ मनाइरहेको छ। एकदम खुसी लाग्यो र अन्तमा हामी यो सफल स्पेशल ओलम्पिक भारत सिक्किम च्याप्टर भन्ने जो यो इन्टरनेसनल अर्गनाइजेसन हो, यसले चाहिँ स्पोर्ट्सलाई मात्रै ध्यान नदिएर आज इन्टरनेसनल योगा डे चाहिँ हाम्रो राष्ट्रको जुन चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ मिसेस मल्लिका नड्डा, उहाँबाट इन्स्ट्रक्सन आएको थियो हाम्रो नेसनल स्पेशल ओलम्पिक भारतबाट। र हामीले यहाँ राज्यमा पनि यो स्पेशल स्कुलमा आयोजन गरेर सबैलाई आह्वान गरेको, जोडौँ यी नानीहरू पनि, यिनीहरूले पनि समान अधिकार पाउनुपर्छ भन्ने धेरै कानुनहरू छ, धेरै सरकारको छ। तर यसमा अब सधैँ जोड्न मिलेको छैन र फर द फर्स्ट टाइम वी आर अर्गनाइजिङ दिस इभेन्ट स्पेशल आज के अरे इन्टरनेसनल ओलम्पिक डेको उपलक्ष्यमा चाहिँ सबैलाई यो नानीहरूलाई पनि जोडेर बधाई शुभकामना। अरू बेसी त हाम्रो भन्नु केही छैन। यिनीहरूलाई चाहिँ अब मेन्टल्ली फिजिकल्ली पनि हामी जस्तै सक्षम बनाएर यिनीहरूलाई भनिन्छ, पहिला भनिन्थ्यो डिफरेन्टली एबल्ड र अहिले भनिन्छ दिव्याङ्गजन। दिव्याङ्ग भनेको हामीभन्दा पनि अझै यिनीहरूकोमा क्वालिटी छ, क्यापासिटी छ, तर हामी सो कल्ड एबलहरूले चाहिँ यिनीहरूलाई पहिचान गरेर यिनीहरूलाई सही बाटोमा देखाएर विश्वमा नाम कमाउने, हाम्रो त अब अन्तर्राष्ट्रिय क्षेत्रमा यिनीहरूलाई लगेर ओलम्पिकबाट गोल्ड मेडल, सिल्भर मेडल इत्यादि दिलाउने हाम्रो लक्ष्य हो। र हामी स्पोर्ट्सहरू हिजो अस्ति मात्रै स्टेट लेभल गेम्स पनि गऱ्यौँ, अब नेसनल लेभल गर्छौँ र यही नै हो हाम्रो विशेष लक्ष्य चाहिँ, त्यति नै हो।